ल म मोबाइल लिन जान्छु ल बस्नु है म मोबाइल लिन आउँछु ल छोरा आहा छिटो गरे हैन कोही मत आइला फाइदे छोडिदिनु टिका लगाइदिनु छोडिदिनु अब भाइलाई लगाइदिने दालस लगाइदिनु आशीर्वाद थाप्नु है ज्ञानी हुनु बाबु भनेर दिदीले आशीर्वाद दिनुहुन्छ हस् हस् दिदी भन्नु हस् दिदी भन्नु ए के बनाएँ मैले हिजोले आशीर्वाद दिँदैछ जस्तो अब रातो लगाइदिने हो अनि मेरो लाने हुन्छ नि कसै खेल जस्तो गरेर लाग्छ कि ठिक छ गोलो बनायो अब म अर्को लिएर आउँछु अब रेड लाउने हो यसलाई मात्र रेड लाउने हो पर्दैन येलो लानुपर्छ कि राम्रो हुन्छ टप्पाउँदैछु चोइदिनु ट्याक्क छाउने भइजान्छ बिचमा 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 ल भयो 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 ल भइगयो ल दिदी ल फुल लगाइदियो यही गर्न जाने अब ढोक्नु पर्ने हो धोइसके अब भइसक्यो अब पैसा किन धुने अब ढोक्ने अब चाहिँ पैसा त भित्र कम्प्लिट हुन्छ हुन्छ दिदी यति हातमै पक्रेर भन्नु न बस्न बल्ल बल्ल बच्चा अब दुईचोटि भयो त्यो है बाबु बाले यसमा डर हुन्छ यो झन् ढुङ्गाले ल म जानु ढुङ्गाले बाहिर ढुङ्गा होस् न त्यो हो त्यो कसले खाइदिनु
ढुङ्गा पनि धोरै भएछ ओखर पुरानो खालकै भएछ त भाइ परेको त्यो लामा आइमाग्ने यो चाहिँ लामा आयो भन्दा जति बाजी छ उति चाहिँ यहाँ रोग नलागे हुन्छ है यमराजले चाहिँ लागेर बर्बाद छ उसको दाइ या भाइलाई चाहिँ बिलाउँदाखेरिमा चाहिँ दिदीले चाहिँ भन्नुहोस् म माला लगाइदिन्छु भनेर पर्खिँदाखेरिमा यमराजको दुधलाई पनि सँगै राखेर आएर बस्नुहोस् त्यस पश्चात चाहिँ प्रफुल्ल भएर यमराजको चाहिँ के माग्छ त्यो भन्दाखेरिमा चाहिँ उसको दिदीले चाहिँ मागेको थियो यदि सक्नुहुन्छ मैले मागिदिनुहुन्छ भने मेरो भाइलाई चाहिँ आयु लामा आइदिनुहोस् भनेर उसको चेलीले चाहिँ माइतीलाई मागेको थियो किनभने उसलाई यमराजको दुधले चाहिँ लाँदै थियो ऊ फुल्टिका लाउनुभन्दा पहिले उसलाई मर्दै थियो तर उसको दिदीले त्यति फुलाइदिएपछि दिदीले चाहिँ यमराजको दुधलाई समेत यमराजलाई पनि सम्म मन जित्ने गरेपछि सम्मान र सत्कार गरेको हुँदा उसको भाइलाई बचाएको थियो भन्ने किंवदन्ती छ पहिलादेखि चलिआएको कथा चाहिँ बलिहाङ राजाको पालादेखि भन्ने भनाइ छ त्यही भएर तिमीले पनि राम्रोसँग ग्रह दशा सबै काटिएर चाहिँ दिनु पर्यो मेरो बुढो माउलीहरू अनि बुढो माउली अब कति भाइ पो छ तिमीहरू त एउटा दुई भाइ गणेश भगवान्पाको र सूर्यको गरी तिमीहरू तिनैजना मात्रै चार भाइ बलम्बा बडापछि 2 भाइ धनकुमार छ है 4 5 भाइ फुल्टिका चाहिँ खासमा मेरो चाहिँ भाइ बुहारी भाउजू पर्ने तर भान्जा म भान्जाको छु र भान्जा बोकेका थियौँ फुल्टिका अब परदेशमा भए पनि अब हामी त घर गएको मिस त पक्कै हुन्छ हामीलाई तर पनि मिस गरेर पनि भयो छौँ त्यसरी नै मान्नुपर्ने हुन्छ तर हामी प्रफुल्ल र खुसी भएर मानिरहेका छौँ नबस्ने
निस्किनु पर्यो हुन्छ हुन्छ सकेको नि त यो बिहा होला त्यसको के हो ए मैले यहीँ चोकिदिन्छु राम्रै भयो नि यो कुठो राम्रो भएन कुठो राम्रो भयो रातोमा बेसी राम्रै हुँदैन रातै होस् आफ्नो ज्यान हालिन्छ हुन्छ दिदी मलाई माला ए होइन पो फेरि दिन्छु नम्बरले नहुने मान्छेलाई गाह्रो छ के ल्याइदिनु हो यो फुल त साह्रो बिग्रिने के फुल ल्याइदिनु ज्याकेट माला भयो हुन्थ्यो क्या दिदी तेल लाउनु परेको छ के Apple no. Orange? No. Is one? No, yo. Kita ni. मेरो अन्डा रोटी यहाँ मैले दुईवटा मात्रै हाल्छु रोटी त 5-6 मात्रै खोलेको थियो रेडली सुकेर म त सबै भुइँगाइदिएको अलिकति बिग्रिन्छ ग्यासमा खाली Orange. बिग्रेको रोटी बनाउँदै भयो यसपालि Mario. खै अब धेरै बेसी राखेँ यसो मात्रै गर्ने है त्यो के अरे विधि मात्रै गर्ने है तिमीहरूले धेरै छैन डोक्नु हुँदैन हातमा हानी मात्र नढोक्नु के टिका बिग्रिन्छ क्या बिलियन के रायो तिमी को त्यहाँ छ टिका Pagi पहिला टिका मान्छेलाई टिका लगाइदिनु पर्छ र ए बिबी त टिका ल्याउनु पर्यो नि त यहाँ बस्यो म हाम्रोतिर त लाउने चलन छैन है त्यो तिमीले हैन मलाई थाहा छैन लगाइदिन्छ नि निकै छिटै बनाउँदै लाग्दैछ तर मजाले बसिरहेको चिसो लाग्छ होइन लाग्दैन यहाँ आउनु हुन्छ क्या लाग्दैन लाउने बोलाइदिनु खै गइदिन ए टोपी राखेर न टोपी हुँदैन आयो भने टोपी यो जान कति मैले टक्कै पारेको छ त पर्दैन के बसी कति मारे हाम्रोतिर त लाउने चलन छैन उयो तिमीले फुल त बारीहरु भयो